साथीभाइ हस्पिटलमा गएको थिएँ। यो चाहिँ पशुपतिनाथ भन्दा मन्दिरको अगाडि चोक छ नि, त्यो चोकभन्दा अलि अगाडि गयो भने दुर्गा होटल छ, त्यसकै अगाडि रहेछ। यो मेरो पाखुरा दुखेको कारणले म चाहिँ अब आयुर्वेदिकमा गएको हो। अब यो के कस्तो छ त्यो म डक्टरलाई चेक गराएपछि पछि भिडियो बनाउँछु। तर यो चाहिँ हेरिरहेको यस्तो छ। यसमा अहिले म बिहानै गएको कारणले त्यति मान्छे छैन। 9 बजी नै पुगेको थिएँ, 9 बजी नै खुल्छ, त्यही भएर म चाहिँ 9 बजी गएको थिएँ। यसमा सबै डिटेल छ। 500 रुपियाँ लाग्छ तपाईँको 10 दिनसम्म। बाँकी थेरापीको त्यता छ र 600 त्यो अर्कोको लाग्छ, त्यो लेखिरहेछ। र त्यो यो 9 बजेदेखि खुल्ने हो। डक्टर चाहिँ 12 बजीसम्म बस्नुहुन्छ। त्यसपछि डक्टर चाहिँ जानुहुन्छ। यो चाहिँ अब म चाहिँ अर्को भिडियो फेरि लिएर आउँछु। अनि यसमा थेरापी पनि सिस्टम छ। यहाँ चाहिँ जेन्ट्सको थेरापी हुन्छ, 2 जना हुन्छ अरे। अनि त्यसपछि यहाँ लेडिजको हुन्छ, लेडिजले गर्ने हो। छुट्टै चाहिँ थेरापी हुन्छ। यो चाहिँ अब भोलि